छिटो भने कसको बिहा गयो? मेरो बिहा हो त्यो मेरो। धेरै लुके, अब लुक्दिन म पनि लुक्दिन। लुक्दा लुक्दा ढाडै सड्क्यो। अच्छा यति धेरै त म लुकामारी खेल्दा नि लुकेको थिइनँ। ए यही हो तिमीहरूको पारा? मेरो आँखा छलेर केटी ल्याउने तिमीहरू? सरी घरबेटी बा सरी, अबदेखि आँखा नछली ल्याउँछौँ। चुप लाग, यहाँको रुल बिर्सिस तिमीहरूले? रुममा केटी ल्याउन पाउँदैन भनेको होइन? किन घरबेटी बा, के हुन्छ र हामी आउँदा? के हुन्छ रे? तिमीहरूलाई लाज लाग्दैन राति राति केटाको कोठामा आउन? राति राति हामी त दिउँसै आएको नि घरबेटी बा। त्यति बेला तपाईँ भुडी फुलाएर सुतिरहनु भएको थियो। यो आजकलका केटीहरू के भाका होलान्? आफ्नो नभए नि आमा बाउको इज्जतको त ख्याल गर। त्यही ख्याल गरेर त हप्तामा 2 चोटि मात्र आउँछौँ नि घरबेटी बा। के रे हप्तामा 2 चोटि रे? हजुर घरबेटी बा, किन कम भयो भने भन्नुहोस् है, अबदेखि 3 चोटि आउँछु। ओइ तिमीहरू दुईजना, भोलि भाले बाँच्ने बित्तिकै कोठा खाली गरे। भाले त अस्ति भर काटेर खाएको होइन घरबेटी बा? क्या करूं इसका? घरबेटी बा तपाईँ यसको कुरा नसुन्नुहोस्, यो पागल हो पागल। प्लिज घरबेटी बा हामीलाई एक मौका दिनुहोस् न, अबदेखि हामी कोही केटीलाई ल्याउँदिनौँ। हुँदैन, अस्ति नै एक मौका दिइसके मैले तिमीहरूलाई। एक मौका दिएर कहाँ हुन्छ त घरबेटी बा? हामी 2 जना छौँ, कम से कम 2 मौका त दिनुहोस्। क्या सोच है रे तेरी? ए हो, त्यसो भए 2 जनाले भाडा पनि डबल देऊ न त मलाई। हेर हेर मौकाको फाइदा उठाएको। यस्तै हरकतले गर्दा यो घरबेटीहरू मलाई मनै पर्दैन। तिमीलाई के लाग्छ नानी? घरबेटी हुनु त्यति सजिलो छ? भन्दा गफ लाग्ला कि? तर डाक्टर हुनु भन्दा घरबेटी हुनु गाह्रो छ अहिलेको जमानामा। गफाडी बुढो, डाक्टर बन्नलाई के गर्नुपर्छ थाहा छ तपाईलाई? के गर्नुपर्छ र? 5 वर्ष मेहनत गरेर पढ्ने, इक्जाम दिने अनि पास हुने, त्यति त हो नि। घरबेटी बन्नलाई त सुरुमा कराते सिक्नुपर्छ, किनकि कति बेला कुन चाहिँ भाडावालसँग फाइट पर्छ थाहा हुन्न।